यो सबै त नपाएर हो त्यस्तो होइन यत्रो होइन गफ त्यो गर्छस् चाहिँ होइन यार म प्रमाणित गर्छु यो कुरो त्यो चाहिँ होइन ल गफ नगर त्यो कुरामा म किनकि म कन्ट्रोलमा हुन्छु नि त त्यही भएर मैले चाहिँ त्यो कुरामा जित्दिनँ त्यति बेला त जति बेला थिइस् नि त्यति बेला राम्रो इमान्दार फ्रेन्ड भएको भए फिजिकल्ली पनि एउटा महत्त्वपूर्ण कुरा हो तर हुन्थेन यार त्यो बेला त कहाँ अहिले त उसैलाई सम्झिन्छ त्यो बेला अर्कोलाई सम्झिन सकिन्छ त्यो गफ नगर त गाला यो लामो कुरा म त यो कुरा विश्वास गर्दिन ल भ्याल तपाईँसँग हुँदा त उसैलाई सम्झिन्छ अनि त्यो बेला त फ्रेस टाइममा सम्झिन बिर्सिन्छ ठ्याक्कै त्यही हो यो सबै प्रकृतिमा जोडिन्छ खै मलाई त मजा आइरहेको छ यत्रो के अरे यही हुन रहेछ र उता बिग्रिएको कति मजा लिइछ भाग्यमानी छु भन्नु अफिसरको बुढी नभए नि बुढी सरहको भाग्यमानी छु भन्नु अरूलाई थाहा नभए हामी दुइटालाई त थाहा भयो नि त बिहे गरे नि हुने भनेको के हो र त्यही नै भाग्यमानी छु भन्नु होइन कति भेटिस् नि तैँले त कति भेटिस् नि तैँले त मलाई आज मैले के सोचेको थाहा मैले जसरी बागलुङमा भेटे थिएँ त्यसरी नै त्यो बर्दीमा फेस टु फेस भेट्न पाए भन्ने भएको मलाई ल कफियान आइज के गरौँला त्यो दिन ठ्याक्कै याद होला कि नै भन्ने भएको क्या दाहिने गर्न पाइँदैन यहाँ कफियान आइज भोलि तँ सिक हुन पाइँदैन मैले भन्दै त सिक हुन्छेस् हुन्न तपाईँ हो रातो हो नि म हुन्न त एक्लै चाहिँ नआइज बाबुलाई छोरालाई चाहिँ लिएर नआइज अरू कोही पनि तेरो मेल साथी पनि छैन कि आफन्त पनि छैन यहाँ फेरि फिमेल लिएर त नआइज सोध्दैछु म साला बढ्ता मुजी मुजी बढ्ता फिमेल लिएर आम तेरो गार्जियन नाइ ल्याउन बुढीसँग भेट्न आउँदा नि गार्जियन लिएर आउँछ नि थोडी एउटा राम्रो मासाला मैले त आँखा लगाएँ भने त मरिहालिस् नि त मैले आँखा नलाउने खालको मान्छे लिएर आएछ भन्नु खोजा के अरे मैले त्यस्तो नि हुन्छ म हुँदा हुँदै त्यस्तो भन्दाखेरि मारुला म त मासाला भन्दैछ नि तँलाई तर म लुक 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 काम छु सबैलाई मैले तान्ने तैँले तानिस् पोखरा मैले ताने किन आउनु मन लाग्छ तपाईँ म पोखरा आउन्न भन्ने मान्छे हो अनि तपाईँ त आउन्न म भने मान्छे हो अनि नभोलिकन सरुवा यहाँको माग गरेर लिनुभएको फेरि कहाँ सरुवामा आफूले मागेर पाइन्छ भेट्ने भएछ माग त माग्दा सकेको आउँदो फर्म चाहिँ अप्सन थियो होला भर्नु भयो 1 महिनामा एकचोटि भेट हुन्छ भेट कडा हुन्छ तयार हुने अलि राम्री हुने केलाई हुने राम्री आलोचन भूत हुने हो भूत मैले खोज्न पर्यो यार पोखरा बोयफ्रेन्ड अर्को खोज्चे मारिदिन्छु म त्यही पेस्तल थुतेर हान्दिने मैले त थाहा पाएँ भने मैले चाहिँ बोयफ्रेन्ड खोज्न पर्यो अब त तपाईँलाई देखाउनलाई नि गर्नु परेन तेरो बहिनी छ त्यसैले पठाइदिन्छु म
के रे तेरो बहिनी पठाइदिन्छु म त पट्टाका पट्टाई इ बच्चापछि आया, बहिनी पठाइदिनु पर्छ पक्का या लास्ट टाइम मलाई तानी पो भन्ने यार हो त जाउँ म त 2-3 महिना त बाहिर जाने होला गरे लास्ट टाइम एक्लै पोखरा आयो यो गयो भन्ने हुने होला के हुन्छ चाहन्छु गयो भने साडी एउटी थिई गई भन्ने होला ठिक छ खालि अब भेट्ने कुरो बुझ्यो त्यही कुरो मान्छे खुसी भइछन् यार ए भगवान मलाई पिर लाग्छ फेरि बाई बाई ल राखेस् अँ ल राख्दै ल बाई कति बजी हिँड्नुहुन्छ भोलि 11 विदाई कार्यक्रम मजाको होला ठिकै होला हस् तँ भाग्यो दुनियाँलाई टर्चर दिएर आफूलाई भाग्यो भने नि के ठान्नु छ र होइन टर्चर मैले फिल गरेको टर्चर त मैले त हेल्प गरिरहेको छु भनिरहेको छु उसले टर्चर गर्यो भनेको भए त मैले टर्चर गरेँ बुझ्यो के अरे होला ए नगर त बुझी गल्ती त सबै तेरै हो मासाला मैले भन्दा भन्दै हो के फेरि हेलो के होला के पनि होइन त रविश खालि नगरौँ गाली 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 के गरे तँलाई एक रति पनि यो विषयमा केही पनि हुँदैन ल ढुक्क अब चाहिँ नगर है होला होला के गल हेलो के गल हजुर एक थोपा थोपा माया गर्छस् नि मलाई आँसुको छ नि गर्छ फटा पटाउने त्यो फटा त्यो डाकालाई चाहिँ पटाउने अर्कालाई कन्ट्रोल गर्ने बुझी ट्याटोलाई कन्ट्रोल गर्ने त्यसलाई के गर्ने बोल्ने बोलचाल हुन्न के उन्न के हाल्नु पर्छ र पैसा पठाइदियो भन्ने त्यो चाहिँ नखाए खानु हुन्न बुझी अर्काको जति सक्यो खानु हुन्छ खान्छ जस्तो लाग्छ मेरो खप्परमै छ पोइको त छैन यार अरूको हाम्ला थोडी होइन गाला अनि त्यसपछि गएर त काम गर्छ बुझी त हावा भएर बिग्रिस होला हैन म त बाहिर जाने हो
अस्ति ल त नि लेट्स ट्राई भने मान्छेले फेरि के होला त्यहाँ दायाँ बायाँ गर्न नपाई 5 वर्षमा कुटिरो पारेर कमाएर दुई म एक वर्षमा आउँछु 1 वर्षमै आउँछ वर्षमा आउँछु मिल्छ अरे ल ल ल अनि बाबुलाई बरु तनाव छ यार होस्टेल हाल्ने कि के गर्ने होस्टेलै ठिक हुन्छ ए काला एउटा कुरा तँलाई म भनेको मान्छेस के त्यो डाँगालाई चाहिँ पट्या त भयो मलाई चाहिन्न त्यसले मलाई अग्नि साँची राखेको सिन्दुरको पनि त्यसलाई सराप लाग्न पर्छ त्यसले खुनका आँसु बगाउन पर्छ मैले त्यसको 1 रुपियाँ चाहन्न त्यसलाई त्यही हो सजाय मेरो मैले मेरो काला मलाई त्यसले हालेको सिन्दुरको पनि सराप त्यसले लिन पर्छ मलाई चाहिन्न हो एकदम हो त्यसै मैले 1 रुपियाँ नखुवाएका छोराले त्यसको क्रिया गरोस् बरु त्यो कुजोक लङ्गडो अपङ्गो भएछ भने म पाल्न रेडी बौला छ भने ल्याएर घर थुनेर पाल्न रेडी मलाई त्यसको चाहिन्न मलाई चुरो खानु मन लाग्यो होला मैले रिस उठाएँ अनि त्यस्तो होला हैन अब अरू केही छ भने भन्नु यो विषयमा मैले त त्यसको 1 रुपियाँ चाहिन्न मलाई त्यसले खुनका आँसु बगाउन पर्छ त्यसले होइन मलाई यहाँ दुनियाँसँग रुँदै कति रुन्थे म नचिने मान्छेको अगाडि आँसु झार्ने बनाएको होइन तपाईँकै अगाडि कति रुन्थे म भन्छ त कहाँ हुन्छ यार त्यस्तो मान्छेहरूसँग कति तपाईँसँग त बरु ठाउँमा रोज्छु बरबर आँसु आउँथे मेरा हो कि नै भन्नु त त्यसलाई चाहिँ खुनका आँसु बग्ने बनाउने हो पागल त भइछ हेर्नु डिप्रेसनको मेडिसिन मजाले खाइरहा अर्कोले त्यही हो दाइ चाहिँ हाले अर्कैले तर अन्तिममा दाइ अर्काले हाल्छ घर लगाएर अन्न पानी एउटैले हुल्छ फेरि जहाँ हो त्यही ठिक्क जिन्दगी साला खत्तम यार जिन्दगी त कसम कुञ्जुनिया ऋण खाएर तर एउटासँग बोल्न भइछ मजाले टाइम पास भइछ टाइम पास हो कुन जन्मको होला यार केही न केही नाता त थियो नभए यस्तो हुन्न के